हेलो फ्रेंड्स, गुड मॉर्निंग। वेलकम बैक टू माई चैनल। आज हेर्नुहोस् यहाँनिर पानी पर्दैछ मट्टीगाडामा चाहिँ। यस्तो म चाहिँ सर्टकट जाँदैछु। म चाहिँ एक्चुअलमा यस्तो पानी झरीमा पनि यस्तो उयसमा जाँदैछु। कहाँ भनेपछि चाहिँ आज म जाँदैछु मेरो हाफ अफ माई फ्यामिलीलाई भेट्नु होइन, दिदीहरूकोतिर फुटबलकोतिर। अन्त आफ्नो लङ्कापाडा जानेको लागि चाहिँ म निस्केको छु। यस्तो पानी झरीमा भए पनि म चाहिँ 7 बजेको ट्रेन पक्रिएँ सिलगढीबाट उयो हाँसीमारासम्मको। अन्त म अपोजिट डाइरेक्सनमा बसेको थिएँ, त्यही कारण यस्तो देखिँदैछ भिडियो चाहिँ। गाइज म चाहिँ आइपुगेँ हाँसीमारा होइन, तर म चाहिँ उल्टा जग्गा गइरहेको रहेछ। यता आउनुपर्ने रहेछ मलाई। म चाहिँ यता पो गइरहेको थियो अघि चाहिँ, फेरि हिँडेर यहाँ आएँ म। अब जाँदैछु। यहाँ पनि पानी नै परिरहेछ। सिलगढीदेखि पानी परेकै गाइज। आज चाहिँ पानीमा भिज्दै हिँड्दैछु म। त अब अगाडिदेखिको टोटो पक्रिन्छु होला। अहिले चाहिँ म दलसिंहपाडाको लागि अटो लिएर जाँदैछु। अन्त फिलहाल अहिले म चाहिँ एक्लै छु यो अटोमा। अन्त पछि चाहिँ भरिन्छ मान्छेहरू। यहाँ हेर्नुहोस् मलाई। म चाहिँ आइपुगेँ गाइस पानीमा रुथुरुका भिजेर। अनि यहाँनिर हुन्छ मेरो फुपा फुपू होइन। अन्त यहाँ आन्टीले चिया बनाएर दिनुभएको। ठिक्क मैले मागेको चिया आउने बित्तिकै चिया खानुको लागि। सो चिया खानु आँटेको। के भन्नु छ तपाईँलाई? के भन्नु छ? सबैजनालाई नमस्कार। मेरो भदैनी आइपुग्नु भयो। कलकत्ताबाट सिलगढी हुँदै दलसिंहबाट आइपुग्नु भयो। खुसी लाग्यो। एकछिनमा अब फेरि मेरो भदैनी दिदीलाई भेट्नु जाँदैछ र उहाँ फेरि दिदी बहिनी भेटघाट गरेर नानी पनि छ ठुलो भदैनीको हो। त्यहाँदेखि उनीहरू भेटेर दिदी बहिनी बातचित गरेर फेरि जयगाउँबाट फर्किन्छ लङ्कापाडा। भयो त्यहाँबाट फेरि सिलगढी जानुहुन्छ, त्यहाँबाट कलकत्ता ड्युटी छ। हुन्छ। अङ्कलले चाहिँ दामी भन्नुभयो होइन। अन्त यस्तो सबैतिर सिलगढीबाट निस्केकोदेखि नै पानी थियो होइन। अन्त यहाँसम्म पुरा पानी रहेछ। आज सबै बाटोमा सबैतिर नै पानी भेट्यो। पानी छ। पानी रहेछ। अन्त चाहिँ खालको चिया दामी कप रहेछ। अन्त यो कप चाहिँ कहाँबाट लिनुभयो? हुन्छ गाइज, एकछिनमा भेट्छु। आन्टीले पापड बनाउनुहुन्छ तबसम्म म चाहिँ अङ्कललाई देखाउँछु। अङ्कलले पुरा काम गर्नुहुँदैछ अहिले। यहाँ आन्टीको पूजा रुम, अङ्कलले यहाँ काम गर्नुहुँदैछ, टिभी हेर्नुहुँदैछ। अब म चाहिँ खानु आँटेको। अमिलो भए खाने बेला तपाईँ निम्बु देखेर एकदम अमिलो लागिहाल्छ। खानु चाहिँ होइन, म खानु आँटेको। आन्टीलाई पो अमिलो भइहाल्नु। हिजोको माछा बाँचेको रहेछ। अरूले माछा ल्याउनु भनेको थियो हो। हजुर, खोलाको माछा भन्दै थियो। अब कति बेला ल्याएर कति बेला बनाउनु। ए माछा त खाएर वाक्कै भइसक्यो उहाँ। आएको दिन माछा खाएको होला। आज चाहिँ खानु पाउँछु च्वाचेको मासु भन्छ हामी उहाँ खाएको। म चाहिँ आन्टी घरबाट चाहिँ रविबारबाट चाहिँ एकताहरूकोमा आएको छु। पुग्नु आँटेँ अब जयगाउँ। बाटोमै बाबालाई भेटेँ, एकताको ससुर र बाबालाई। अब उहाँ पुगेर देखाउनेछु तपाईँहरूलाई ल। त अब म जाँदाखेरि चाहिँ यो मन्दिर पाउँछ कि शिव मन्दिर। कुन मन्दिर छ यहाँ? पुस्कीले के खाँदैछ अरे? के खाँदैछ? के खाएको हौ? स्मेल दिँदैन ठिक्कै भएर झन् नि। के खाएको? भन न छिटो, म्याङ्गो भन। ए भिडियो हेरेर त चाल पाइहाल्छ है। हेर्नु त हेरेको नि यहाँ। म यता चाहिँ
छेमा भनेको छेमा छेमा भन्दै छेमा भन भन्छ लाट्यो क्यामेरा देखाउने बित्तिकै ए हेर्नु त हेरेको छ बोल्नु त एक शब्द बोलेको छैन हामी चाहिँ जानु आँटेको गिजु दिदीको घर अन्त पुच्कीलाई हेर्नु पहिला रेडी भएर आएको छ कहाँ गएको नानु त यो चाहिँ हामीले यहाँ क्लासिक स्विट्सहरू यहाँकै जयगाउँको फेमस लिएर आएको छु के मिठाई त यहाँनिर अहिले हामी यहाँ दोकानमा छौँ म त बिहानदेखि यतिकै घुमिरहेको छु बन्जारन भएर ए चप्पल त भएन मिनी घर गएको ए छेमा घर गएको होइन हौ बडी घर ए बडी घर गएको गाइज अब चाहिँ आज म चाहिँ फर्स्ट टाइम जाँदैछु त्यो दिदीकोमा आज देखाउनु चाहिँ तपाईँहरूलाई मेरो अर्को दिदी कहिले आज बनेको दिन त्यही कारण आज चाहिँ जसरी पनि जानै पर्छ भनेको आइपुग्यौँ हामी जाँदैछौँ दिदीहरूको बाटो चाहिँ यस्तो रहेछ नि त पुरा टुर भइरहेछ मेरो चाहिँ ओ एकता र एकताको नानी आउँदैछ पछाडि बाटी आउँदैछ बाटी केटी अर्को बाटीसँग भेट्नु जाँदैछौँ हामी आइपुग्यो गाइज हामी दिदी घर टिभी हेर्दो रहेछ ल अर्को चाहिँ आउने बित्तिकै यहाँ नि खेलेको यो यहाँ मेघना यहाँ दिदी यो त अब चिनिसक्यो काट्ने नि अस्ति काट्ने नि टाइम पो पाएको छैन भने ऱ्याबिट बडीलाई देऊ न अब बडीलाई देऊ यहाँ दुईजनाले पुरा उयो गर्दैछ पेन्टिङ गर्दैछ दुईजना दिदी बहिनी सानो चेले झन् उहाँ पेन्टिङ गरेको अरे सो गाइज हामी चाहिँ अब निस्केको दिदी घरबाट होइन चिया खाएँ अन्त यहाँ पुच्कीले पुरा खेल्यो आज अन्त अब चाहिँ हामी निस्किने ब्याक टु जयगाउँ एकताकोमा जाने अब भेट्छु त्यहीँनिर यहाँ मेघनालाई कुदे छ दिदीको यो रुम चाहिँ दामी लाग्यो मलाई यो साइड चाहिँ डिजाइन यस्तो अँधेरो भइसकेको छ बाहिर त ल यहाँ अर्को हेर्नु रेडी भएको कहाँ जाने अर्को नाचेको के हो के हो यो ओ अरे यहाँ बाल विकास पढ्नु आउनु गएको हामी एकताकोमा अर्को सुत्नु आँटिसक्यो पुकुले के गर्दैछ पुकु के हो पुकु त्यो के हो देन बोजेलाई दिएको बोजेलाई ओढाएको क्या है मेरो लिए मासु चौर चाहिँ मैले उहाँ आन्टी घर पनि खाएँ अब यहाँ पनि खानु अरे म चाहिँ योपालि जोर मोटाएर जानुपर्छ गाइज को चाहिँ डिनर भइसकेको अन्त खेल्दैछ बोजेसँग गाइज नेक्स्ट डे गुड मर्निङ यहाँनिर म जयगाउँमा दामी पानी पर्दैछ बाहिर फेरि हो त्यो घर जाने बेलामा यहाँ अर्कोलाई यहाँ गुड मर्निङ पुकु हेरेको नि त खै गुड मर्निङ भनेको ए के अरे उठ्यो कति बजी उठ्यो पुकु के गरेको यस्तो एक्सर्साइज अरे उसले फोल्डिङले मलाई फोल्डिङ लु फोल्डिङ गर त नानु तिम्रो एक्सर्साइज देखाउ त छिटो
छिटो एक्सर्साइज गर होल्डिङ गर अझै पुरा अझै एक्सर्साइज गर हजुर 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 ल हट यहाँ अटाउँछु म हट 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 लेप हट छिटो लेप पानी चाहिँ भत्तर परिरहेको हिजो नि भिज्दै आएको आज पनि भिज्दै जानुपर्ने होला है त्यो जयगाउँको बस स्ट्यान्डबाट बिरपाडाको गाडीले अहिले आइपुगेँ म सिलगढीबाट सिलगढी हातमाराबाट यहाँ जयगाउँबाट लब्लुबाट मिठाई लिएँ अब जाँदैछु फ्रुट्स किन्नु त्यहाँदेखि जान्छु हट किन्छु फ्रुट्स सो गाइज मैले त किनिसक्यो मिठाई अनि फ्रुट्स अब त्यो लाग्दैछु हाम्रो लङ्का स्ट्यान्डतिर गाइज अहिले चाहिँ म आइपुग्यो आफ्नो गाउँ लङ्कापाडा अन्त यहाँनिर रासनको जुन चाहिँ काम थियो अब त्यो काम सक्यो अनि अब चाहिँ जाँदैछु घरतिर यो रासन दोकान चाहिँ माथि छ नि त अलिक टुप्पोमा छ नि त हाम्रो गाउँको अब चाहिँ यहाँबाट जाँदैछु घरतिर तलतिर यस्तो छ गाउँको बाटो चाहिँ गाइज अहिले चाहिँ म आइपुगेर यहाँ काकी घरमा यहाँ ड्रुक जुस भुटानको जुस खाँदैछु ओरेन्ज जुस यो ड्रुक जुस चाहिँ हामी नि सानोमा यहाँ हुँदाखेरि कता खायो अहिले पनि एभाइलेबल रहेछ अन्त म सोच्दैछु एक बोतल चाहिँ म लिएर जान्छु कलकत्ता होइन किनकि वहाँनिर चाहिँ पाउँदैन हो ड्रुक हामी यहाँ भुटानको छेउमा भएकोले गर्दाखेरि चाहिँ कतिवटा जिनिस हामीले पाउँछौँ होइन त्यही कारण चाहिँ योपालि चाहिँ यो ड्रुक जुस लिएर जान्छु पाइनएप्पल र ओरेन्जमा छ भन्दैछ कुन चाहिँ लिएर जानु त्यो चाहिँ म अहिले डिसाइड गर्छु अनि बाहिर चाहिँ अब पानी परेर चाहिँ पुरा घाँसहरू पुरा भएको रहेछ अन्त गाई गोरु पनि हिँडिरहेछ कसको गोरु यहाँनिर अब एकछिनमा म जान्छु घरमा गएर एकछिन झाडु लगाइकन आउँछु एटलिस्ट त्यो चाहिँ गर्छु अन्त काकी चाहिँ खाना बनाउनु हुँदैछ अङ्कल दोकानमा आउनुहुन्छ अब चाहिँ म जाँदैछु घरतिर हाम्रो घरतिर यो फुल क्या मजाले फुलेर चाहिँ पजुप्पा वाउ अब मान्छे नबसेर घरको हालत हेर्नुहोस् यो What is this? Snail. Guys, यहाँ हेर्नुहोस् यो घर कम्प्लिट भएको मैले अस्तिको भ्लगमा पनि देखाएको र पुरानो भ्लगमा पनि तर फेरि देखाउँदैछु यहाँनिर हेर्नुहोस् अब यहाँ कोही छैन होइन त्यही कारण चाहिँ मैला पुरा भइरहेछ अब जालहरू लागिरहेछ अलिकति म यसलाई साफसफा गर्छु अन्त भित्र चाहिँ छ मेरो स्कुटीलाई स्टार्ट गर्ने चाहिँ सबसे ठुलो मेरो काम हो किनकि यो मेरो हार्ड अर्न्ड मनीको नतिजा हो मेरो स्कुटी धन्नु तब हुन्छ गाइज एकछिनमा भेट्छु अब म विदाउट वेस्टिङ टाइम छिटो यहाँनिर स्कुटी पनि स्टार्टमा राख्छु अन्त साफसफा गरिहाल्छु त्यहाँदेखि चाहिँ म तेजपत्ता टिपिहाल्छु किनकि पानी परेको हुन्छ होला भरे झन् होइन अन्त भरे बोजूलाई भेट्नु पनि जानुपर्छ बिमारी हुनुहुन्छ अनुदिएको बोजू यसलाई चाहिँ स्कुटीलाई मैले कि खानेर स्टार्टमा राखिदिइरहेको छु होइन अन्त अहिले चाहिँ म बराल्दै यति मैला अघि आधा फ्याँकिसक्यो अन्त अहिले सबै सफा गरिसकेँ एरियाहरू सबै सफा गरिसक्यो यो चाहिँ हो गाइस तेजपत्ताको गाछ अन्त यहाँ टिपिसकेँ मैले तेजपत्ता टिपिसकेँ होइन गाइस अझै एउटा जिनिस म खोज्नु आएको थिएँ देखेर अभाग भयो भन्छ नि यहाँ हेर्नुहोस् ल देख्नु भएन होला पर्खिनु के देखेँ वरि चाहिँ अब मान्छे नभएर यस्तो जङ्गल भएको छ पानीझरीमा हाम्रो यता यहाँनिर हेर्नु यस्तो सागहरू पनि छ जुन चाहिँ हामीले किनेर खान्छौँ उता टिप्नु हुन्छ टिप्नु पर्यो यहाँ हेर्नुहोस् निम्बु झुप्पै फलेर रहेछ निम्बु आम्बो म उता लिएर जान्छु कलकत्ता
ड्युटीमा केटीहरू किनेर खानुपर्छ उहाँ हेर्नु यहाँ हेर्नु यसरी झुन्डिरहेछ वाउ लु है गाइज म चाहिँ आउच ला यो के अरे निम्बु त टिप्यो नि कहाँ राख्नु होला प्लास्टिक पनि लिएर आएन दुईटा कलिलो हो कि छिपेको यो पनि आया तीनटा आथा मच्छर टोकेर शेष अझै के टिप्नु पर्नेछ गाइज यहाँ मेरो तीनटा होइन त्यसबाट नि होस् अथा मच्छरले जोर मच्छर छ गाइज यहाँ चाहिँ चट्ट यिनीहरू टिप्नु कि नटिप्नु यो साग पनि मैले यसरी टिपेको छु घरको बारीबाट काकीले भन्नुहुन्छ यो यस्तो दुलो परेको सबै फ्याँक्नुपर्छ भनेर त्यही कारण अब चाहिँ म यसलाई खेलाउँछु हुन्छ गाइज अब फेरि बाहिर घाम लाग्दैछ पानी पर्न आँटेको जस्तो पनि हुँदैछ के गर्नुपर्ने गाइज हामी त बोजूलाई हेरेर आयो होइन बिमारी बोजूलाई अन्त आएर जस्तो चिया बनाउनु पर्यो भनेर सोचेको थियो लाइट गयो अनि यहाँनिर मैले यो क्युटवाला लाइट देखेँ यो करेन्ट जाँदाखेरि युज गर्न मिकुले पठाइदिएको दुबईबाट सो फ्रेन्ड्स जहाँ भी जाए चिया त खानुपर्छ मलाई त्यही कारण अब म चिया खाँदैछु चिया बनाउँदैछु हामी तीनजनाको लागि सो गाइज यो भ्लग चाहिँ निकै लामो भयो आज चाहिँ म फर्किँदैछु ब्याक टु सिलगढी अन्त बिहानको बसमा जाने त्यही कारण यहाँ आएको छु रोडमा सो जाँदै जाँदै यो भ्लगको एन्डिङ चाहिँ म हाम्रो यहाँको दामी भ्यू देखाएर चाहिँ एन्ड गर्दैछु सो लेट्स सी कस्तो दामी माउन्टेन भ्यू बिहानको